पनि निर्वाचन लड्दैछु। म यो निर्वाचन लड्दै गरेर तपाईहरुको बीचमा आग्रह गरेर भन्न चाहन्छु, संविधान सभा बन्यो, कांग्रेस बहुमतका साथमा पुग्यो, तर बहुमतका साथमा कांग्रेस पुगेको संविधान सभाभित्र नरहरि आचार्य पुग्नु भएन भने एकजना सदस्य मात्र गुमेको त हो नि, बहुमत त पुग्यो भनेर त्यो कांग्रेस ढुक्कसँग बस्ने अवस्था हुन्छ? संविधान सभाभित्रको कांग्रेस, नरहरि आचार्य बिनाको कांग्रेस कम्तीमा म कल्पना गर्न सक्दिन। नरहरि आचार्यको मञ्चमा आएर त्यतिकै यस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, नेपाली कांग्रेसको तर्फबाट यो क्षेत्रका निम्ति प्रस्तावित उम्मेदवार आदरणीय नरहरि आचार्यज्यू, नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय डाक्टर मिनेन्द्र रिजालज्यू, आदरणीय दिला संग्रौलाज्यू, मञ्च आसीन वरिष्ठ कलाकार नेर शाह लगायत नेपाली कांग्रेसका मेरा सम्पूर्ण श्री विनोद दाई लगायत अग्रज नेतागण, यहाँ उपस्थित सम्पूर्ण अग्रज साथीहरू र यहाँ उपस्थित दाजुभाइ दिदीबहिनीहरू तथा युवा साथीहरूमा मेरो हार्दिक अभिवादन, नमस्कार, जय नेपाल। म प्रारम्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूलाई सम्झन चाहन्छु। हामी दोस्रो पटक संविधान सभाको निर्वाचन गर्दैछौँ। संसारमा कहीँ पनि दोस्रो पटक संविधान सभाको निर्वाचन भएर संविधान बनेको कहीँ पनि छैन। नेपालमा बनाउन खोज्दैछौँ, नेपालमा बन्यो भने पहिलो पटक बन्छ, तर यो सजिलो छैन। संविधान सभाको निर्वाचन गर्ने कुरा जति चुनौतीपूर्ण छ, वास्तविक चुनौती मङ्सिर 6 गतेबाट प्रारम्भ हुन्छ। संविधान सभा बन्यो तर संविधान बन्न सकेन, अब गर्ने के हो? न 2047 सालको संविधान ब्युताउन सकिन्छ, न अन्तरिम संविधानका आधारमा अनन्तकालसम्म शासन चलाउन सकिन्छ, न रिक्ततामा नेपाल रहन्छ। कुनै न कुनै रूपको, कुनै न कुनै स्वरूप र कुनै न कुनै आकारको तानाशाही नेपालमा लादिन्छ। त्यसका विरुद्ध नेपाली जनता फेरि उठ्छ, निश्चय पनि उठ्छ। तर यो गर्दै गर्दा के जान्छ? यो गर्दै गर्दा अर्को एउटा पुस्ता जान्छ। 7 सालमा क्रान्ति सम्पन्न भयो, 17 सालमा नेपालले गुमायो, 46 सालमा आन्दोलनमा फेरि विजयी भइयो, फेरि हामीले 59 सालमा गुमायौँ, 62 मा जित्ने, फेरि 71 मा हार्ने, फेरि 80 मा जित्ने, 90 मा हार्ने। यो चक्रव्यूहबाट नेपाललाई बाहिर निकाल्नुपर्छ। नेपाल अब हार्न सक्दैन, नेपालले अब पराजयलाई थेग्न र बेहोर्न सक्दैन। हामी यो जय र पराजयको चक्रव्यूहबाट बाहिर निस्कनै पर्छ। यसका निम्ति संविधान सभालाई सफल नबनाइकन अर्को कुनै पनि विकल्प छैन। त्यसैले कांग्रेस तपाईहरु सबैसँग आग्रह गर्न चाहन्छु, संविधान सभाको विगतलाई एकपटक पल्टाएर हेरौँ। नेपाली कांग्रेस दोस्रो ठूलो दल भएकोले यसको नैतिक जिम्मेवारीबाट भाग्न सक्दैन, भाग्नु पनि हुँदैन। नरहरि दाई, मिनेन्द्र दाई, म हामी सबै संविधान सभाभित्र काम गरेर आएको सभासद पनि भएको कारणले गर्दा व्यक्तिगत रूपमा पनि हामी त्यो जिम्मेवारीबाट भाग्नु हुँदैन। तर मलाई विश्वास, काठमाडौँको विवेकशील जनताले संविधान सभाभित्र एउटा पार्टीलाई र पार्टीभित्र पनि व्यक्तिको भूमिकालाई त्यही आँखाबाट हेर्दिनुहुन्छ, उनीहरूले गरेका प्रयत्नहरूको आँखाबाट हेर्दिनुहुन्छ भन्ने कुरामा विश्वास छ। नेपाली कांग्रेस जम्मा 37 ठाउँमा निर्वाचित भएर गयो, 114 जनाको उपस्थिति मात्रै थियो। संविधान सभाभित्र कांग्रेस एक्लैले चाहेर संविधान लेख्न सक्दैन थियो। लोकतान्त्रिक संविधान नबन्ने हो भने कांग्रेस त्यो संविधान बनाउने कुरामा हस्ताक्षर गर्न पनि सक्दैन थियो। कांग्रेस आफ्नो जिम्मेवारी लिन तयार छ। कांग्रेसले चाहेको भए 10 जना प्रधानमन्त्री गएको 4 वर्षमा बनाउन सक्थ्यो। कांग्रेसले चाहेको भए माओवादीले बनाएको संविधानमा हस्ताक्षर गर्न सक्थ्यो। म 5 नम्बर क्षेत्रको साथीहरूलाई सोध्न चाहन्छु, हाम्रो लडाईमा एमाले पनि थिएन, हाम्रो लडाईमा मधेसको दल पनि थिएन, हाम्रो लडाई हामी आफैले लडेको लडाई। हामीले संविधान सभाभित्र हामी जम्मा 37 जना निर्वाचित भएर गयौँ। हामी थपिएको साथीहरू गर्दै गर्दा जम्मा हामी 114 जना मात्रै थियौँ। तर संविधान सभाबाट लोकतान्त्रिक संविधान बन्नु पर्थ्यो। लोकतान्त्रिक संविधान बनाउने सन्दर्भमा कांग्रेस एक्लैले चाहेर बन्दैन थियो। मैले अघि पनि भने हामीले त्यो लोकतान्त्रिक शक्तिहरूको बीचको सहकार्यलाई मूर्त रूप दिन सकेनौँ। माओवादीको साथीहरूले स्वीकार गरेको जनवादी संविधानमा हस्ताक्षर गरेको भए आज नेपालले संविधान पाइसक्थ्यो। अहिले तपाईहरुले संविधान ल्याएन, संविधान ल्याएन, संविधान ल्याएन भनेर मात्रै प्रश्न गर्ने कि कांग्रेसले जनवादी संविधान ल्याउन रोक्यो भन्ने कुरा तपाईहरुले त्यसलाई ठिक गरे, उचित गरे भन्ने कि नभन्ने? त्यो जनवादी संविधानको पक्षमा हामी थियौं कि थिएनौं एकपटक त्यसको बारेमा हामीले बुझ्न आवश्यक छ। माओवादी साथीहरूले प्रस्ताव लिएर आउनु भयो, एउटा व्यक्तिले कति सम्पत्ति कमाउन पाउने, कति सम्पत्ति राख्न पाउने र एउटा व्यक्तिले नियम संगत कानून संगत ढंगले कमाएको सम्पत्ति सरकारले चाहेको बेलामा जहिले चाहन्छ तैले तपाईले कमाएको घर, तपाईको जग्गा, तपाईको व्यवसाय, तपाईको गाडी, तपाईको घोडा सरकारले चाहेको बेलामा तपाईसँग खोसेर लिएर जान सक्ने अधिकार संविधानमा राख्नुपर्छ भनेर भन्दै गर्दा कांग्रेसले भन्यो गैर कानूनी ढंगले कसैले पनि सम्पत्ति कमाएको छ भने सम्पत्ति जफत गर्ने अधिकार सरकारसँग रहन्छ। एउटा व्यक्तिले सम्पत्ति आफू सृजना गर्छ तर समाजको त्यसमा केही न केही अधिकार रहन्छ। समाजलाई फर्काउनका लागि प्रगतिशील ढंगले कर तिर्नुपर्छ, तर कानूनसम्म ढंगले व्यक्तिले कमाएको सम्पत्तिमाथिको अधिकार व्यक्तिको हुन्छ। सरकारले व्यक्तिको सम्पत्ति लिएर जान्छ भने
व्यक्तिको सम्पत्तिको लिएर जाँदै गर्दा क्षतिपूर्ति दिनुपर्छ, सम्पत्तिको अधिकारमा काङ्ग्रेसले कोहीसँग सम्झौता गर्दैन भनेर लड्दै गर्दाखेरि काङ्ग्रेसले गल्ती गर्यो कि सही गर्यो? म आग्रह गर्न चाहन्छु, यो ठाउँमा सानो एक तल्ले घर बनाएर बसिराख्नु भएको होला वा 5 तल्ले घर बनाएर बसिराख्नु भएको साथी होला, एउटा गाडी भएको साथी होला, अर्काको गाडी भाडामा चलाउने कोही चालक साथी हुनुहुन्छ होला। एमालेलाई मत हाल्नु होला, माओवादीलाई मत हाल्नु होला, मेरो केही गुनासो छैन। तर एउटा कुरा याद गर्नु होला, तपाईको त्यो आफूले कमाएर बनाएको एक तल्ले घर, तपाईले कमाएर बनाएको 5 तल्ले घर, वा तपाई आफैले किनेर चलाएको गाडी, वा तपाईले अर्काको गाडी चलाउने तपाई चालक भएर चलाइरहेको तपाईको व्यवसाय गर्ने अधिकार अघिल्लो संविधान सभामा पनि तपाईको एमालेले जोगाएन, तपाईको माओवादीले खोस्यो। जोगाउने काङ्ग्रेस नै हो, फेरि पनि जोगाउने काङ्ग्रेसले नै हो। संविधान सभाभित्रको यो लडाई ठिक थियो कि थिएन? लोकतान्त्रिक संविधान कि जनवादी संविधान भन्ने यो लडाई टुङ्गिएको छैन, किनकि योभन्दा अघिल्लो संविधान सभाको निर्वाचनमा पनि माओवादीको घोषणा पत्रलाई हामीले पल्टाएर पढ्यौँ भने त्यो निर्वाचनको प्रतिबद्धता पत्रमा पनि हामी जितेर गयौँ भने लोकतान्त्रिक संविधान नै बनाउँछु भनेर भनिएको थियो। तर संविधान सभाभित्र जब माओवादीले शक्ति प्राप्त गर्यो त्यो कुरा हुन सकेन, हामीले देख्यौँ। त्यसैले म आग्रह गर्न चाहन्छु, यो बेला संविधान सभालाई सफल बनाउने बेला, यो बेला संविधान सभाभित्र भएका सबै दलहरूको बीचमा समझदारी कायम गर्ने बेला पनि हो। संविधान सभाभित्र भएका दलहरूको बीचमा मात्र समझदारी कायम गरेर पुग्दैन। संविधान सभाको बहिष्कार गर्नुभएको, वैद्यले नेतृत्व गर्नुभएको माओवादीसँग समेत भोलिका दिनमा संवाद गर्न आवश्यक छ। आजको दिनमा संक्रमणलाई निकास दिने काम कसैले गर्न सक्छ भने काङ्ग्रेसले गर्न सक्छ भन्ने कुरा कुनै खोक्रो दाबी होइन, कुनै दम्ब र अहङ्कार पनि होइन। हामीलाई पटक्कै भ्रम छैन। संविधान भनेको पार्टीको घोषणा पत्र होइन, संविधान भनेको एउटा बन्द कोठामा सिर्जना गर्ने साहित्य जस्तो पनि होइन, संविधान काङ्ग्रेस एक्लैले चाहेर लेख्ने कुरा पनि होइन, यो संविधान सभामा काङ्ग्रेस एक्लै हुन्छ भन्ने कुरा पनि होइन। काङ्ग्रेसले एमाले, माओवादी, फोरम तोरम लगायतका सबै दलहरूका बीचमा समन्वय गरेर समझदारी कायम गर्नै पर्छ र गर्छ। तर यो गर्दै गर्दा काङ्ग्रेसको ताकत हुनुपर्छ भनेर मैले भने म पनि निर्वाचन लड्दैछु। म यो निर्वाचन लड्दै गरेर तपाईँहरूको बीचमा आग्रह गरेर भन्न चाहन्छु, संविधान सभा बन्यो, काङ्ग्रेस बहुमतका साथमा पुग्यो, तर बहुमतका साथमा काङ्ग्रेस पुगेको संविधान सभाभित्र नरहरि आचार्य पुग्नु भएन भने एकजना सदस्य मात्र गुमेको त हो नि, बहुमत त पुग्यो भनेर त्यो काङ्ग्रेस ढुक्कसँग बस्ने अवस्था हुन्छ? संविधान सभाभित्रको काङ्ग्रेस, नरहरि आचार्य बिनाको काङ्ग्रेस कम्तीमा म कल्पना गर्न सक्दिनँ। नरहरि आचार्यको मञ्चमा आएर त्यतिकै बोल्न आएको होइन। मैले आफ्नो घर दैलो कार्यक्रमलाई केही बेर विश्राम लिन लगाएर साथीहरूलाई रोकेर राखेर म यो मञ्चमा तपाईँहरूसँग हात जोडेर बिन्ती गर्न आएको। म संविधान सभाभित्र बसेर काम गरेका, थोरै अत्यन्त मेहनतको साथमा काम गरेर आउने सभासद मध्ये पर्छु भन्ने कुरा म आफै दाबीका साथ राख्छु। तर हामी संविधान सभाभित्र काम गर्दै गर्दा नेपाली कङ्ग्रेसको काममा मात्र होइन, संविधान सभालाई निकास दिनुपर्ने बेलामा जब जब अप्ठ्यारो पर्थ्यो हामी नरहरि दाइतिर फर्केर हेर्ने गर्थ्यौँ। नरहरि दाइको मार्गदर्शनलाई हामी कुरेर बस्थ्यौँ। संविधान सभाभित्र आज हामी संहिताका विषयका बारेमा ठुल्ठुलो कुराहरू गर्छौँ। हामी अरू पनि संविधान सभामा यो विषय टुङ्ग्यो त्यो विषय टुङ्ग्यो भनेर हामी चुट्की बजाएर नेताहरूले भनेको देख्छौँ। कहिलेकाहीँ टेलिभिजनको अन्तर्वार्तामा जम्मा एउटा बाँकी छ, दुईटा बाँकी छ, तिनटा बाँकी, कसैले जादु गरेर चमत्कार गरेर दुईटा तिनटा विषय बाँकी भएको होइन। नरहरि आचार्य जस्ता केही संविधान सभाका सदस्यहरूको त्यो वैचारिक क्षमता, त्यो समर्पण संविधान सभालाई सफल बनाउनै पर्छ भन्ने संविधान सभाको सफलताको त्यो भोक, त्यहाँभित्रको मेहनत र त्योभन्दा पनि ठुलो कुरा योग्यताको कारणले गर्दा संविधान सभा त्यो ठाउँसम्म पुग्न सकेको। नेपाली कङ्ग्रेसले संविधान सभाका जति पनि छलफल काङ्ग्रेसभित्र भएको हेरौँ, संविधान सभाभित्रका जति पनि दस्तावेजहरू प्रकाशित भएको दस्तावेजहरू हेरौँ, अहिलेको घोषणापत्र हेरौँ, ती सबै कुरामा काङ्ग्रेस जहाँनिर उभिएको छ, काङ्ग्रेससँग कमजोरी छैन भन्ने कुरा होइन। हामी पनि यही समाजकै अङ्ग र अंश हौँ। म त भन्छु हामी काङ्ग्रेसले देख्ने सपना भनेको 2007 सालको जस्तो क्रान्तिकारी काङ्ग्रेस चाहियो, 2015 सालको जस्तो प्रगतिशील काङ्ग्रेस चाहियो। काङ्ग्रेसलाई नयाँ बनाउने होइन, काङ्ग्रेसलाई पुरानो बनाउनुहोस्, पहिलाको अवस्थामा फर्काउनुहोस्, 7 सालको जस्तो बनाउनुहोस्। त्यो अभियान आफ्नो ठाउँमा छ। तर यो दिनमा अनेकन कमजोरीका बावजुद पनि नेपाली काङ्ग्रेस वैचारिक हिसाबले ठिक ठाउँमा उभिएको छ। वैचारिक हिसाबले ठिक ठाउँमा उभिएको यो काङ्ग्रेसलाई संविधान सभाभित्र जे जति कामहरू भएका छन् भोलिको दिनमा कामहरू गर्नुपर्ने हुन्छ। ती सबै ठाउँमा नरहरि आचार्यको आवश्यकता छ। त्यसैले म तपाईँहरूसँग हात जोडेर आग्रह गर्न चाहन्छु, स्थानीय मुद्दाहरू होलान्, तपाईँका आफ्ना यहाँको भित्रका गुनासोहरू होलान्, स्थानीय निकायको निर्वाचन वर्षौँदेखि हुन नसकेको कारणले गर्दा वडा अध्यक्षले गर्नुपर्ने काम, गाउँ विकास समितिको अध्यक्षले गर्नुपर्ने काम पनि प्रकारान्तरले सांसदको काँधमा आएर थुप्रिँदै गरेको हुनाले गर्दा गुनासोको पोकाहरू जम्मा भएको होला। म छैन भनेर भन्दिनँ, तर मेरो तपाईँहरूसँग केवल यति मात्रै आग्रह छ,
गएको 4 वर्ष संविधान सभा बनाउने सन्दर्भमा हामीहरू गयौँ। 2 वर्षका निम्ति निर्वाचित भएर गएका थियौँ। 2 वर्षभित्र नेपाललाई संविधान दिनुपर्छ भनेर त्यस्तो प्रतिकूल अवस्थामा काम गरेको, त्यो काम गरेको पाटो नहेर्ने, पठाउँदै गर्दा संविधान सभाको लागि पठाउने, अनि त्यो काम गरेको पाटो नहेर्ने, संविधान सभाभित्र व्यक्तिगत रूपमा अंश लाग्छ, यो कामको अंश लगाउने हो भने 601 जना मध्येको 100 साथीहरूको अंश एकातिर राख्दै गर्दा पनि, नरहरीको एक्लो अंश एकातिर राख्दै गर्दा पनि, नरहरी दाइको हामी त्यो काम चाहिँ नहेर्ने, त्यो कामलाई काम होइन भनेर भन्ने, त्यो कामलाई काम होइन, त्यो के पनि गरेको होइन भनेर भन्यो भने यो ठुलो अन्याय हुन्छ। त्यसैले म तपाईहरुसँग यो क्षेत्रको आदरणीय मतदाताजीहरुसँग यही कुराको आग्रह गर्न आएको। मेरो यो भन्दा अरु धेरै लामो कुराहरु छैन, गर्नुपर्ने कुराहरु अरु पनि धेरै कुराहरु छ। एउटा कुरा थप्छुलो टुङ्ग्याउँछु, हामी निर्वाचनमा जाँदै गर्दा यो पटक देशैभरि घुम्दै गर्दा आफ्नो क्षेत्रमा जाँदै गर्दा यो कुरा पनि मलाई राम्रोसँग थाहा छ, संविधानका बारेमा अब हामीलाई धेरै चासो छैन। हामीलाई संविधान भन्दा पनि अरु मुद्दाहरुका बारेमा हाम्रो धेरै चासोहरु छ। र यो नाजायज पनि होइन, यो अस्वाभाविक पनि होइन। संविधानभित्रका अक्षरहरूले आफै चमत्कार गर्छ भन्ने पनि होइन, तर एउटा देश कुन बाटो हिँड्ने भन्ने कुरा त्यहाँभित्रको ऐतिहासिक घटनाहरूले त्यसलाई तोक्दो रहेछ, त्यहाँभित्रको वस्तुगत अवस्थाले तोक्दो रहेछ। नेपाल एउटा सुरुङभित्र छिरिसक्यो। अब संविधान सभाबाट संविधान नलेखिए पनि हामीसँग कुनै अर्को विकल्प छैन। त्यसैले संविधान सभालाई सफल बनाउने सन्दर्भ हाम्रो अरु कुराहरुसँग पनि जोडिएको छ। यो 4 वर्ष हामीले खेर फाल्यौं, संविधान सभाले संविधान बनाउन पनि सकेन। अरु थुप्रै कामहरु नभएका होइनन्। अहिले मिनेन्द्र राईले ती विषयको बारेमा पक्कै पनि चर्चा गर्नुहुन्छ। कति अप्ठ्यारोको साथमा हामीले शान्ति प्रक्रियालाई टुङ्गायौं, तर यो सबैको बावजुद पनि जनताले परिवर्तनको अनुभूति गर्न पाएन। त्यसैले म तपाईहरुसँग आग्रह गर्न चाहन्छु, संविधान सभालाई सफल बनाऊ, त्यसले हाम्रो कम्तीमा परिवर्तनको त्यो आकांक्षालाई एक ठाउँसम्म पुर्याउँछ। निर्वाचनमा जाँदै गर्दा म के देख्छु, जहाँ जाँदै गर्दा पनि गएको 4 वर्ष केही पनि भएन, सरकारले केही पनि काम गरेन, हामी सरकारसँग रिसाएका छौँ, आफ्नो आक्रोश पोख्नका निम्ति हामी भोट दिँदैनौँ, तर भोट कसलाई दिँदैनौँ भनेर भन्दै गर्दा कांग्रेसलाई भोट दिँदैनौँ भनेर भन्छ। गएको 4 वर्ष सरकार कसले चलायो? 843 दिन माओवादीको नेतृत्वमा सरकार चल्यो, 826 दिन नेकपा एमालेको नेतृत्वमा सरकार चल्यो। अनि जनता सरकारसँग रिसाउँदै गर्दा मत चाहिँ कसलाई हाल्दिन भन्छ भने कांग्रेसलाई मत हाल्दिन भन्छ। यो भन्दा ठुलो विडम्बना के हुन्छ? यो बेलामा सरकार चलाएर आएको पार्टी, मेरो कसैलाई दोष छैन, तर सरकार चलाएर आएको पार्टी जनतासँग डराउनु पर्ने हो कि होइन? 48 सालमा कांग्रेसले बहुमत प्राप्त गर्यो, बहुमत ठेक्न सकेन। 51 सालमा जनताले दण्ड दियो, एमालेले सबैभन्दा ठुलो पार्टी बनायो। एमालेले आफ्नो पार्टीको बहुमत ठेक्न सकेन, एमाले टुक्रियो, जनताले 56 मा दण्ड दियो, 56 मा कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी बनायो। 62 मा अरूलाई हेर्यो, पटक पटक हामीलाई हेर्यो, एक पटक भनेर आएको माओवादीलाई जनताले जेसुकै होस् पुरस्कार दियो, ठुलो पार्टी बनायो। संविधान सभा विघटन गर्यो, संविधान सभामा काम गर्न सकेन। अब संविधान सभाको नेतृत्व मात्र होइन, 4 वर्ष सरकार चलाउन पाउने अधिकार पनि नेपाली कांग्रेसको हो। नेपाली कांग्रेसले 4 वर्ष सरकार चलाउँदा गर्दा काम गर्न सकेन भने दण्ड दिने पालो जनताको हो। दण्ड बेहोर्न कांग्रेस तयार हुनुपर्छ। यो बनाउनका निम्ति 4 वर्ष अनवरत रूपमा एउटा पार्टीले स्थायी ढंगले सरकार चलाउन सक्ने अवस्था बनाउने कि नबनाउने तपाईले सोच्ने बेला हो, हामीले सोच्ने बेला हो। यही कुरा तपाईहरुसँग अनुरोध गर्दै र अन्त्यमा यही ठाउँमा यही मञ्चमा अघिल्लो पटक प्रदीप गिरीले भन्नुभएको एउटा कुरा दोहोऱ्याउँदै तपाईहरुबाट बिदा माग्न चाहन्छु। हामीले 2051 सालको मध्यावधि निर्वाचन पछाडि सबैभन्दा बहुचर्चित काण्ड भनेको, त्यतिखेरको सबैभन्दा बहुप्रचारित काण्ड भनेको संसदबाट सांसदहरूले निर्णय गरेर पजेरो सुविधा लिए, प्राडो सुविधा लिए भन्ने कुरामा जनतामा सबैभन्दा ठुलो आक्रोश थियो। जनतामा त्यो आक्रोश भएको कारणले गर्दा सबलाई थाहा थियो सांसदहरूले पजेरो लियो, प्राडो लियो, सांसदहरू गद्दार हुन्, सांसदले ठीक गरेन, सब जनताको बीचमा यही छलफल हुन्थ्यो। सञ्चार माध्यमले पनि त्यही लेख्थ्यो। तर प्रदीप गिरीले हामीलाई यही मञ्चमा आएर बताउनु भयो। त्यसको परिणाम भने के भयो? कांग्रेसका सांसदहरू मध्ये मलाई याद भएसम्म करिब 8 जना सांसदले यो गलत हो, यो ठीक होइन भनेर 8 जना सांसदले त्यो सुविधा लिनु भएन। सुविधा नलिने सांसद मध्ये जनताले सांसदले सुविधा लिएको सम्झ्यो, त्यो विकृति सम्झ्यो। 8 जनाले सुविधा नलिएको सम्झेन, सञ्चार माध्यमले पनि सम्झेन, कसैले छलफल र बहस गरेन। 8 जनाको अवस्था के हो? 8 जना मध्ये 4 जनाले टिकटै पाउनु भएन। टिकट नपाउने मध्ये नरहरी दाई पनि 1 जना हुनुहुन्थ्यो। 4 जना जोले टिकट पाउनु भयो, प्रदीप गिरी, भीमबहादुर तामाङ, शैलजा आचार्य, मैले चौथो सांसदको नाम बिर्सेँ। 4 जना निर्वाचनमा जाँदै गर्दा जनताले निर्वाचन हरायो। जब एउटा पजेरो पनि चढ्न सक्नेलाई के सांसद बनाउनु भनेर 4 जना निर्वाचन हरायो। हामी कस्तो प्रवृत्ति चाहन्छौँ राजनीतिमा? नेपाली कांग्रेसको तर्फबाट नरहरी आचार्य यो ठाउँमा मत माग्न आउँदै गर्दा तपाईले नरहरी आचार्यले हेर्दा पनि सांसद जस्तो देखिँदैन, बोल्दा पनि सांसद जस्तो देखिँदैन, सान पनि देखाउँदैन,
दुई चारजना मुस्दण्डे लिएर पनि हिँड्दैन, मञ्चमा आएर प्रश्न गर्दै गर्दा दुई चारजनालाई ठटाउँदा पनि ठटाउँदैन, सांसद जस्तो देखिँदैन भनेर मत नदिने, तर अरू बेला छलफल गर्ने बेलामा सांसद चाहिँ कस्तो खोज्ने भने आदर्श पात्र जस्तो खोज्ने। आदर्श पात्र जस्तो सांसद खोजेको भए तपाईँको अगाडि उम्मेदवार हुनुहुन्छ, मत हाल्नुहोस् र पठाउनुहोस्। यो प्रवृत्ति राजनीतिमा खोजेको हो भने, यो प्रवृत्तिलाई पराजित गर्न खोजेको हो भने क्षेत्र नम्बर 5 मा मेरो भन्नु केही पनि छैन। धन्यवाद। जय नेपाल।